हुन्छ सबैजनालाई अब चाहिँ यहाँबाट छुट्टिन लागेको छु भाइ बेन्जामिनको घरबाट। छुट्नै मन लागेन खासमा चाहिँ, अब जानु मन नलाग्दै पनि जानु पर्ने खालको यो माया भन्ने कुरा चाहिँ डरलाग्दै हुँदो रहेछ। अन्त अब जाने बेलामा चाहिँ क्या बेन्जामिन भाइ, हजुर एउटा कुरा चाहिँ सोधिराख्नु पर्यो भनेर। अब मलाई पनि जाने मायाकै कुरा त डरलाग्दो छ क्या, छुट्टिनै नसक्ने कुनै के नहुने क्या यो माया भन्ने कुरा चाहिँ। अन्त कसो होला हौ भाइको यसो सोचाइमा चाहिँ हामीले मान्छेलाई माया चाहिँ कति चाहिँ गर्नुपर्ने हौ? तपाईँले राम्रो प्रश्न गर्नुभयो। हामीले नि आफ्नो मान्छेलाई यति धेरै माया गर्नुपर्छ कि ताकि उसको मनमा, जसलाई तपाईँले माया गर्नुहुन्छ नि उसको मनमा तपाईँलाई हराइ पठाउँछु कि या गुमाइ पठाउँछु कि भन्ने डर चाहिँ सधैँ बनिरहोस् है। यो लास्टको शब्द चाहिँ पक्कै हो रहेछ। अरे फेरि एक तल अलिकति रिपिट गरौँ त कसरी? तपाईँले प्रश्न गर्नुभयो नि, हामीले चाहिँ मान्छेलाई कतिको चाहिँ माया गर्नुपर्ने हो भन्ने प्रश्न नि। हामीले नि आफ्नो मान्छेलाई यति धेरै माया गर्नुपर्छ कि ताकि जसलाई तपाईँले माया गर्नुहुन्छ नि उसको मनमा चाहिँ तपाईँलाई गुमाइ पठाउँछु कि या हराइ पठाउँछु कि भन्ने डर चाहिँ नि सधैँ बनिरहोस्। है यो चाहिँ सबैलाई सन्देश पनि यही जाओस् है। हजुर, सबैलाई आफ्नो परिवारलाई पनि यसरी नै माया गर्नुहोस्, मण्डलीलाई पनि यसरी नै माया गर्नुहोस् ताकि मण्डलीले चाहिँ तपाईँ बिना खल्लो महसुस गरोस्, परिवारले पनि तपाईँ बिना चाहिँ परिवार खल्लो महसुस गरोस् है। र यही सन्देश त्यति मात्र होइन, मण्डलीदेखि बाहिरलाई पनि सबैलाई त्यही प्रकारले एउटै कुराले चाहिँ त्यही प्रकारको त्यही स्ट्यान्डर्डमा चाहिँ माया गर्नु पर्यो। त्यही स्ट्यान्डर्डमा माया गर्नुहोस्। तपाईँलाई हराइ पठाउँछु कि गुमाइ पठाउँछु कि भन्ने डर चाहिँ बनिरहोस्। ओके सबैलाई बाई। अब म यहाँबाट छुटिरहेछु। फेरि कुनै दिन भेट्यो भने त के कुनै दिन समय पायो भने चाहिँ पक्का आउने हो है। र अब सेकेन्ड पल्ट चाहिँ हाम्रो बेन्जामिन भाइ मेरो घरमा आउँदैछ होइन त? हजुर, पक्का आउने हो, पक्का आउने। आज मेरो घरमा आउनुभयो, सेकेन्ड पल्ट चाहिँ मेरो घरमा म आउँछु तपाईँको घरमा। आइदिनु भयो, धेरै धेरै धन्यवाद। ओके सबैलाई जय मसी। जय मसी। ओके।